हेलो साथीहरु नमस्ते। आज पनि हजुरकोमा सानो भिडियो लिएर आइसकेको छु। आज चाहिँ हामी के गर्दैछौँ भने हजुरलाई देखाउँछु। आज चाहिँ अंकल आन्टीको बिहे, मासु पकाउँदैछौँ। यता अचारको लागि आलु तस्नु हुँदैछ भने यता अचारकै लागि छोप बनाउनु हुँदैछ। यहाँ चाहिँ रोटी खान आएको छ। भोक लागेको लागि गरेर पकाएर खान अल्छी लाग्छ उहाँलाई चाहिँ। अहिले म तपाईहरुलाई अरु पनि भिडियो देखाउँछु साथीहरु। हामीले बिहेको लागि अचार पनि बनायौँ, तर कस्तो छ टेस्ट अचारको दामी अरे। यता चाख्नु हुँदैछ। के चाख्नु भएको? मासु चाख्नु भएको। यहाँ बेहुलीको दिदी बिहे खान आउनु भएको छ भने बेहुलीको बहिनी पनि आउनु भएको छ। म चाहिँ फेरि बुहारी, म बुहारी हो। म भिडियो गर्दैछु। त्यहाँ मासु ग्रेभी हुँदैछ। म चाहिँ जन्ती गएको नि, के नजानु। मासु तारेको चाहिँ यस्तो भएको छ। अब हामी ग्रेभी बनाएको पनि हजुरलाई देखाउँछु। भात चाहिँ कस्तो पाकेको छ तपाईहरुलाई देखाउन जाँदैछु म। ग्रेभीको लागि तयारी हुँदैछ यहाँ। अब हामी जाँदैछु भात हेराउनु। दाल पनि पकाउनु भन्नुभएको थियो र दाल पनि पकाएको छु। यहाँ पानी उमालेको, यहाँ चाहिँ बाक्लो भएर। हेलो साथीहरु, यहाँ फाइनली भात पनि पाकिसकेको छ। अब हामी फाइनली रिजल्ट निकाल्दैछौँ सब्जी पाकेपछि। अन्तिममा हजुरहरूलाई बेहुला बेहुली आएको पनि देखाउने छु मैले यही भिडियोमा साथीहरु। फाइनली हाम्रो बेहुली चाहिँ यस्तो हुनुहुन्छ यहाँ हैन। बेहुला चाहिँ कता जानुभयो थाहा भएन। बेहुलीको मात्रै बनाइदिएको छु साथीहरु। यता वहाँनिर साली मक्खै, यता दिदी मक्खै बेखान पाएर यता ऊ काम गर्ने, यता अँध्यारो नअँध्यारो भयो, उता काम गर्ने यता काम गर्ने। आजको भिडियो यति नै। आजको बेहुलीको बिहे चाहिँ यसरी गर्नुपर्छ साथीहरु। यही गाह्रो छ। यो चाहिँ अर्कै चलन हो। बेहुला चाहिँ यहाँ हुनुहुन्छ। आज बेहुलालाई देखाउन पाइएन साथीहरु। बेहुलाको बुहारी, म चाहिँ बेहुलाको बुहारी, बेहुलाको साली, म बेहुलाको बुहारी। आजको भिडियो यति नै। बाइ बाइ। फेरि पनि अर्को भिडियो आउने नै छ। फेरि छोराको के रे छेउमा आउने नै छ अर्को भिडियो 2 पार्ट।